हेलो एभ्रिवान, सेवा हौवा सबैजनालाई अनि हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। अनि साथीहरू, मैले चाहिँ अस्ति नै जाँड पकाएको थिएँ। जाँड चाहिँ मैले घरमा अलिकति मकै थियो र त्यो पिसेर लिएर मकैको चामलको चाहिँ खानाहरू खायौँ र अलिकति उब्रेको पिठो थियो। अब त्यो चाहिँ के खेर फाल्नु है भनेर हामीले जाँड बनाएको थियौँ। अनि साथीहरू, यो चुनावले गर्दा म एकदमै अल्छी भएको थिएँ र आज चाहिँ मलाई एकदमै जाँड चल्दै थियो र मैले चाहिँ आज रक्सी बनाउँदैछु। अब गाउँघरमा जस्तो भए पो रक्सी पकाउने भाँडाहरू सबै हुन्छ, यहाँ त थिएन। त्यही नै हामीले चाहिँ युट्युबमा हेरेको, युट्युबमा चाहिँ मोमोको भाँडामा पनि रक्सी बन्छ भनेर देख्यौँ। त्यही भएर बहिनी र मैले चाहिँ जुगाड गरेर मोमोको भाँडामा रक्सी बनाउँदैछौँ साथीहरू। अब राईको छोरी भएपछि त यतिको जाँड रक्सीको बारेमा त अलिअलि थाहा हुनु परिगयो नि साथीहरू, होइन र? भाँडा चाहिँ अलिकति सानो थियो, त्यही नै हामीले जसोतसो गरेर रक्सी बनायौँ साथीहरू। र तपाईँहरूलाई नि खानु मन छ भने यसरी नै बनाउन सक्नुहुन्छ र नजिकमा को हुनुहुन्छ रक्सी चाख्नुको लागि आउनुहोला। र आजलाई चाहिँ यति नै, बाई बाई साथीहरू।